पढ्ने बेला मनिषाको पछि पछि लाएर हिँडिस्, आज एसएलसीमा आलु खाइस् हैन जाँठा? जा अब भैँसी चराउन, नत्र खान नि पाउँदैनस्। ल आमा मिठो मसला हालेको चिया ल्याउनुस् त खाना पर्यो। देश बनाउन जान ढिलो भइसक्यो। लखा बादर हो कि मान्छे हो यो? अब बल्ल सम्झियो घर कता हो भनेर। म भ्लग गर्दै थिएँ तर गोप्रो हरायो। घर आइपुग्दा पनि अझै ड्रामा नै गर्छ। मेरा साथीहरूले 10 चोटि मुस्ताङ जाने प्लान बनाए होला, तर जाने बेला सब बहाना बनाउँछ मुजीहरू। आइया कस्तो नराम्ररी हान्यो यो बाजियाले। तलै तमा सेकुवा बनाएर खान्छु। लठुवा यति बिहे गर्दैनस् कि के हो पा? तपाईलाई पो तपाईका बाले केटी खोजिदिए त। अहिले हाम्रा बालाई वास्तै छैन, कसरी हुन्छ त बिहेका? खै राम्रो राम्रो झुम्का देखाउनु त, मेरो गर्लफ्रेन्डलाई लगिदिनु छ। म चाहिँ मेरो गर्लफ्रेन्डको लागि झुम्का लिएर फर्किँदैछु। खुसी हुन्छ होला मोरी। एससी को रिजल्ट आउन लाग्यो, म त ढुक्कै फेल हुन्छु। त्यसैले घरैबाट भागेर हिमालतिर आएको। विश्वास पनि कसको गर्नु र खैन। खुसबुले पाच्छिन् रे, आकाश भुइँमा सुत्छन् रे, दियाले दिन्न रे, खुसीले रुवाउँछिन् रे। आमा हजुरको छोराहरू कहाँ हुनुहुन्छ नि? विदेश छन् बाबु। हजुर बिरामी हुँदा आउन पाउनु भएन है।